के मनपर्छ अरे चाटी चाटी गर्छु भन्छ कि यसले अस्ति हो सिरो मम ड्याडको त्यो कस्तो नि हौ मैले सुरुमा मम ड्याडसँग बिसी गर्दा मोबाइलमा नअटेर ल्यापटपमा बिसी गरेको मम ड्याडसँग कत्रो लाम्डा के कसम मम ड्याड अनि मेरो कस्तो थियो भन त मेरो कस्तो थियो भन त बुढा तिमीले चाड्दाखेरिमा कस्तो लाग्यो त त्यो कछुवाको ढाड जस्तै कालो न कालो ठेपुरको कछुवाको ढाड जस्तै साँच्ची भनेको कालो कालो त्यो पनि चाटेर गयो यार केटीको राम्रो छ ओइ पत्लु यान्जाले त अनि लड्डीसँग बिहे गर्छु भन्थे लड्डी त कोरिया बस्ने गर्छ अस्ति त्यो यन्जा मातेर राति मातेर मेरो कुरा त सुन न है राति यन्जाले मातेर लाइभ जोनमा थियो लड्डु म त टिपु चिलाएर मर्न आँटे अथा भन्दा गल्लीमा कडाएर हिँड्थ्यो रातको कहाँ मरि यन्जा नेपाल छ त नेपाल पुगिसक्यो त नेपालमा आएर चाहिँ बुढी खोलामा गएर खोइ त्यो मासको ठुटाले के घोट्दै थिए राति किलम घोट्दै थिए त्यो यस्तो के हेर तिमीहरू पनि यो डोला नपाएर गाह्रो हुन्छ हेर हामीले पनि टिपु नभएर गाह्रो हुन्छ हामीले पनि थाहा छ टिपु कस्तो हुन्छ हामीले थाहा छ तिमीहरू डोला ओइ लिम्बुहरू मैले सुल्टो बोला छैन है रेकर्ड गर्ने यहाँ आएको होला पत्रकारहरू आएछन् यहाँ त्यसले मन लागेको नि हेर त चाट अलि माथि उठाउन बुढा अलि माथि उठाउन क्यामेरा तल यस्तो के क्यामेरा हल्का तल गराउन यस्तो गराउन यस्तो गराउँ यस्तो गरिदिन्छु कति प्यास हुँदो नि बिचरा लु प्यासै मेटिन्छ भने त दालु अनि खै त अनि केही देख्दैन त केटीको जस्तै छ त नि बुढा पत्लु गर्नु न त्यो मुख हालेको पुरा भिडियो बनाएर पत्लु यो लाएर त यो लिम्बू हो यसको सानो छ काम चाहिँ सानो छ यसको त ऊ हेर ढुकुर पनि सानो छ म त त्यत्रो सर्पको बिस्ते यो सानो एकल देऊ न त्यत्रो कटु लाउँदा यत्रो देख्नु पर्ने हो त अनि खोइ देखिँदैन छैन त अनि के थाहा पुतली छ केसको झार्ता सबै केसको झार अनि हामीले पनि फिल्ममा आउँछ कि केसको झार्ता यिनीहरू त्यो जब रन्केको यिनीहरू बोल्छ केसको झार्ता एकछिन फेरि झार्ता ओइ मलाई न माया बोल्दैन होइन माया बोल्दैन उसलाई म बरु तलै राखिदिन्छु ऊ मान्छ पर गरेर देखिहाल्छु पर जान्न देख्छ पर जान्न देखिहाल्छ फेरि यिनीहरूले बिगार्ने भयो भागो मेरो यहाँ वार्डिङ लिएर गयो नि रन्डाले काट्नु अनि फेरि चढ्नु न काट्नु स्वाद नलिने हो यो त के हो भने बाहिर हिँडिरहेछ त गाडी कुन चाहिँ केटाहरूसँग हेर्दा केटा हो नि बाहिर कुदिरहेछ अनि मलाई भन्छ आउँदैछु भेनालाई भेट्नु गाई सबैजना म जाँदैछु भेनालाई भेट्नु अहिले हेर है सबैजना गर्छु हक 2 ठ्याक हानेर आएको सम्धी भनेको थियो 2 ठ्याक हानेको क्या 2 ठ्याक तँ कहाँ गएको अहिले नडाटी भन्छ ओइ तँ त गाडीमा छस् त आउँदैछु मा बोला हावा कुरो नगर्ने मुजी राम्रो बोल्न कहाँ गएको गाइस म मा बोला आउँदैछु ल अहिले आएर म सबैलाई देखाउँछु कुरो कहानीहरू सुटो फोकटमा भिडियो मात्र रेकर्ड गर्यो म त केटाहरूले भिडियो रेकर्ड गर्यो भिडियो रेकर्ड गरेर केही छैन हामी नै भिडियो रेकर्ड गर्दै हाम्रो भिडियो रेकर्ड गरेर मा कसम बजारमा आछ भने त यसलाई त म त जसरी भए पनि भेटेर म आजसँग ठोकिदिन्छु भनेको जसरी पनि गप्टो पारेर भिडियो खिचेर म त गप्टो पारेर तर यो त सुटी पो हो त केटा सुटी मम ड्याड छैन मम ड्याडले त यसलाई दिदी भन्छ यो सुटी हो मोजी तिमीहरु टिकटक
मम ड्याडले किन दिदी भन्नु म आइपुग्नु आँटे ओइ आइपुग्नु आँटे नि बिहान सिके महाबुलामा यस्तो कहाँ घर छ मुजी भन्दा केटा यस्तो भिआइपी घर छ महाबुलामा किन छ भने? हावामा सलमाको हावा रहेछ यो केटी मुजी महाबुलामा यस्तो घर छ लु भन न छैन अनि हामीलाई थाहा हुँदैन महाबुला मलेसियाको सिन हो यो अरे होइन मलेसियाको त होइन यहीँ छ कि यो केटी छ न त खजुरको बोट देखिरहेछ दुबईमा छ हो सुटो यो अरे होइन केटा यहीँ छ के यो छन त तिमीहरू कस्तो पत्याउँदैन के ओए देखा माच्ने यहीँ छ कि यो तर यता उतिर छ कि यो कतातिर हो गफाटी अरे कहाँ मर त फेरि हेर न त कुन चाहिँ छ कि पाकिस्तान कि इन्डियन छ कि त्यहाँ बोल्दै थियो अघि हिन्दी अनि यसले न्युट गरिरहेछ त्यो सुन्छ कम चलाक्छ यो ऊ त न्युट गरिरहेछ नि भिसी जानेले मेरो जाने हो ओए जाने हो भेन म पे गरिदिन्छु बात सिक्ने तँ आइदिएन म चाहिँ किन अर्कालाई भन्छस् मैले भइसक्यो त अनि हाम्रो त कति बेसी जाने हो र त्यसको दुध चुस्तै छ अरूले अरे त कहाँ छेस् भन् त तँलाई त यहाँ त के भने त तँ त चर्चामा रहेछ त कुवेतमा त तँ त अनि तिनीहरूले भन भन्दा के म त्यही खालको छु अरे त्यो हो कि क्या म चाहिँ यो यसको छुट्टी पनि मिल्छ भन्थ्यो है केटा मलाई हुनु त यसले हो त छुट्टी मिल्छ त भेन छुट्टी गरेर अस्ति ठ्याक हानेको बिर्सेको अनि 3 फ्राइडे भइसक्यो भेटेको गाइस यो भेनालाई होइन हामीसँग भेटेको 3 फ्राइडे भयो हिजो भर्खर भेटेको के मुख बनाएको थियो यस्तो पण्ड जस्तो म चाहिँ गएँ केटा लु अब बाई बाई ए काम छ नि गाडीमा अर्डर आयो तलाबादको मेरो गुलो आउँछ अर्डर खै हेरौँ न त कस्तो भएछ बालिक ठुलो पलाए अस्तिको भन्दा रणमती रहेछ यार यो त रणमती नै रहेछ यो केटी त मासला यार मा कसम पनि यार के भन्छ रोन्डा कम रहेछ यार यो केटी गएको यार बर्गर उयो अर्डर गर्ने कसरी गर्ने हो ट्याक्स भएन तपाईँकोमा कसरी अर्डर गर्छ बर्गर लिएर आउनु त मलाई लोकेसन दिन्छु अर्डर गर्नै त्यसरी अर्डर गर्ने होइन के तिमीहरू दालभातमा अर्डर गर्दा कसलाई पर्छ के तिमीहरूलाई के खानु मन लाग्छ होइन तिमीहरूले अब जस्तै नाइफ चिकनको खानु मन लाग्यो भने नाइफ चिकनको एप्स डाउनलोड गर्ने हो होइन त्यस्तो नगरेको तपाईँले चाहिँ यहाँ अर्डर आएको छ मेरो आफ्नै प्राइभेट वाट्सएपमा भनेर लिएर आउँदा मिल्दैन हो त्यही त हो प्राइभेट भनेको तिमीहरूले अर्डर गर्ने अर्डर नम्बर हुन्छ त्यहाँ नाम हुन्छ तिमीहरूले अनि त्यो स्क्रिनसट गरेर मलाई पठाउने वाट्सएपमा तिमीहरूले अनि त्यो मैले त्यो कुन ब्रान्च हो त्यहाँ दिन्छ अनि त्यहाँ ब्रान्चमा गएर यो नाम यसरी देखाउने हो तिमीहरूले ब्रान्च पनि फेरि ब्रान्च पनि हान्नुपर्छ म अब कुन एरियामा छु फेरि कुन एरियामा अर्डर गऱ्यो भने त्यो एरियामा पुग्छ अनि त्यो ब्रान्चमा अर्डर गर्ने हो त्यसमा गएर म यसरी त्यो देखाउँछु तिमीहरूलाई यो नामको अर्डर दे भनेर के मनपर्छ अरे चाटी गर्छु भन्छ कि यसले अस्ति हो सिरो मम ड्याडको त्यो कस्तो नि हौ मैले सुरुमा मम ड्याडसँग बिसी गर्दा मोबाइलमा नटेर ल्यापटपमा बिसी गरेको मम ड्याडसँग कत्रो लाम्डा के कसम हो मम ड्याड अनि मेरो कस्तो थियो भने त मेरो कस्तो थियो भने त बुढा तिमीले चाड्दाखेरिमा कस्तो लाग्यो त्यो कछुवाको ढाड जस्तै कालो न कालो ठेपुरको कछुवाको ढाड जस्तै
सुन न, साँच्ची भनेको कालो कालो त्यही पनि चाटेर गयो यार। केटीको राम्रो छ ओइ पत्लु यान्जाले त अनि लड्डीसँग बिहे गर्छु भन्थे लड्डी त कोरियाको कोरिया बस्ने भएछ। अस्ति त्यो यन्जा मातेर राति मातेर मेरो कुरा त सुन न है, राति यन्जाले मातेर लाइभ जोनमा थियो। लड्डु म त टिपु चिलाएर मर्न आँटेँ आथा आथा भन्दा गल्लीमा कडाएर हिँड्थ्यो रातको। कहाँ मरि त्यो, कहाँ मरि यन्जा? नेपाल छ त जहाँ छ, नेपाल छैन होइन? नेपाल पुगिसक्यो त। नेपालमा आएर चाहिँ बुढी खोलामा गएर खोइ त्यो बाँसको ठुटाले के घोट्दै थिएँ राति। किलम घोट्दै थिएँ त्यो यस्तो के हेर, तिमीहरू पनि यो डोला नपाएर गाह्रो हुन्छ हेर। हामीले पनि टिपु नभएर गाह्रो हुन्छ हामीले पनि। थाहा छ टिपु कस्तो हुन्छ हामीलाई थाहा छ। तिमीहरू डोला ओइ लिम्बूहरू मैले सुल्टो बोलेको छैन है, रेकर्ड गर्ने हो यहाँ आएकोला पत्रकारहरू आएको छन् यहाँ, त्यसले मन लागेको नि। हेर त लु चाट अलि माथि उठाउ न बुढा, अलि माथि उठाउ न। क्यामेरा तल यस्तो के क्यामेरा हल्का तल गराउ न, यस्तो गराउ न, यस्तो गराउ म यस्तो गरिदिन्छु। कति प्यास हुँदो नि बिचरा। लु प्यासै मेटिन्छ भने त लु। अनि खै त अनि केही देख्दैन त, केटीको जस्तै छ त नि बुढा। पत्लु गर्नु न गर्नु न त्यो मुखमा हालेर पुरा भिडियो बनाएर पत्लु यो लाएर त यो लिम्बू हो, यसको सानो छ, काम छैन, सानो छ यसको त। ऊ हेर्नु ढुकुर पनि सानो छ। म त ठुलो सर्पको बिस त्यही हो, सानो सर्पको त्यही। एकताल देऊ न त्यत्रो कटो लाउँदा यत्रो देख्नु पर्ने हो त नि, खोइ देखिँदैन छैन त अनि के थाहा पुतली छ यो केसको झार त सबै केसको झार। अनि हामीले पनि फिल्ममा आउँछ कि केसको झार त यिनीहरू त्यो जब रन्केको बेला यिनीहरू बोल्छ केसको झार त एकछिन फेरि झार त ओइ मलाई न माया त माया बोल्दैन होइन, माया बोल्दैन, उसलाई म बरु तलै राखिदिन्छु, ऊ मान्छ भने। पर गएर देखिहाल्छ पर जान्न देख्छ, पर जान्न देखिहाल्छ। फेरि यिनीहरूले बिगार्ने भयो। उ गरे भागो मेरो यहाँ वार्निङ लिएर गयो नि रन्डाले। Thanks for watching. Please subscribe. काट्नु अनि फेरि चढ्नु न, काट्नु।